लाज छैन। हिजोसम्मको प्लेनको एउटा टिकट अर्को भाव हुन्छ। राष्ट्रको मान्छेप्रति माया छैन। कसरी देश चल्छ? त्यसरी देश चल्छ। अख्तियारमा नियुक्ति हुँदाखेरि भ्रष्टाचारीलाई नियुक्त हुन्छ। त्यो नियुक्ति भएको व्यक्ति जेल जान्छ। नियुक्तिकर्तालाई लाज हुँदैन? शरम हुँदैन? भ्रष्टाचारीलाई लगेर राख्ने, मुद्दा चलेका दाग लागेका व्यक्तिहरूलाई चाहिँ लगेर कुर्सीमा राख्ने, त्यो पनि कहीँ सिस्टम हो? बालेनमाथि जहिले जसरी एट्याक भएको छ सर्वत्र, बालेनलाई नास्ता नाबुद गर्न जसरी पोलिटिकल पार्टीहरू लाग्नु भएको छ नि, 35 वर्षसम्म जे देखियो त्यसबाट चल्दैन। म त 100% युवाहरू आउनै पर्छ भन्ने पक्षमा। अरे घाटमा जाउन्जेलसम्म चाहिँ, प्राण नजाउन्जेलसम्म चाहिँ, त्यहाँ नजलुन्जेलसम्म कुर्सीमा बसिरहने, अरू चान्स नपाउने। आई एम लेडी, म किचन चलाउँछु, भान्सा चलाउँछु। यहाँका पर्फेक्ट लेडीहरूलाई सबै छोडेर तिमीहरू यो देश चलाओ भन्यो भने नुन फारो गरेर, बेसार फारो गरेर, कपडा बहुत फारो गरेर, तेल नुन फारो गरेर, कटेरा बारीमा तरकारी उब्ज्याएर पैसा जम्मा गरेर महिलाले राम्रोसँग चलाइदिन्छन् उहाँहरूले भन्दा। संवैधानिक परिषदमा मेरो मेम्बरसिप हुन्थ्यो प्रधान न्यायाधीश हुँदाखेरि। मैले त्यो मान्छेलाई नराख, त्यो त भ्रष्टाचारमा अदालतमा मुद्दा छ भन्दा तिमी को हु आर यु भनेर मलाई क्रान्तिकारी पार्टीको नेताले भन्नुभयो। उहाँहरूलाई लाज छैन, हामी के भन्नु? मेरो दृष्टिकोणमा दुईटा कुराले बिग्रिया छ मुलुक। एउटा कुरा के हो भन्दाखेरि विधिको शासनै छैन। विधिको शासन भन्नाले कानुनमा, संविधानमा जे लेखेको छ तपाईँ त्यही गर्नुहोस्। कानुनमा जे लेखेको छ तपाईँ त्यही गर्नुहोस्। चोरी नगर्ने भनेको छ चोरी नगर्नुहोस्। भ्रष्टाचार नगर्ने भनेको छ भ्रष्टाचार नगर्नुहोस्। अन्याय नगर्नुहोस्। यस्तो पिसफुल लाइफ हुन्छ कि यति पिसफुल लाइफ चाहिँ कुरै नगर्नु। मुलुकलाई, राष्ट्रलाई घर मान्नुहोस्। देशभित्रका जनता सबै जाति जनजाति सबैलाई दाजुभाइ र आफन्त मान्नुहोस्। बिहान बेलुका सबैलाई मुसुक्क हाँसेर स्वागत गर्नुहोस्। इङ्ल्यान्डमा अस्ति भर्खर म गएर आएको थिएँ। हर शब्दमा थ्याङ्क यू, आई एम सरी, थ्याङ्क यू, आई एम सरी, माफ गर्नुहोस्, धन्यवाद, माफ गर्नुहोस्, धन्यवाद। मेरो सेतो कपाल फुलेको देखेपछि त मैले कहीँ उभिनै परेन। लाख भिड रहेछ भने पनि मलाई तानेर सिट दिए। कल्चर त बनाउनु पर्यो, संस्कृति त बनाउनु पर्यो। ओपन भ्रष्टाचार हुन्छ, खुलेआम भ्रष्टाचार हुन्छ। अख्तियारमा नियुक्ति हुँदाखेरि भ्रष्टाचारीलाई नियुक्त हुन्छ। त्यो नियुक्ति भएको व्यक्ति जेल जान्छ। नियुक्तिकर्तालाई लाज हुँदैन? को शासनको चाहिँ पालना नगरेर र भ्रष्टाचार व्यापक भ्रष्ट तपाईँ देखिरहनु भएको छ, खपिरहनु भएको छ। मार्केट हेर्नुहोस् न, बजार कस्तो छ। 7-7 दिनमा भाउ बढ्छ, 2-3 दिनमा भाउ बढ्छ, 3 दिनमा भाउ बढ्छ। लाज छैन? हिजोसम्मको प्लेनको एउटा टिकट अर्को भाउ हुन्छ। राष्ट्रको मान्छेप्रति माया छैन। कसरी देश चल्छ? त्यसरी देश चल्छ। म आँखाले देखाएको छु तर बोल्दैन। अब बोल्नलाई को चाहियो? यिनै युवा चाहियो। यही युवा शक्ति अगाडि आउनु पर्यो बोल्नलाई। यिनीहरूले नै अघि बढेर गर्नु पर्यो। यिनीहरूले नै अब चुनावमा उभिनु पर्यो। कार्यक्रम थियो एउटा, त्यो सबै विदेश रिटर्न। उनीहरू के भन्थे थाहा छ? म्याडम, विदेशको बाटो देख्दाखेरि मन कटक्क खान्थ्यो, विदेशका घरहरू देख्दा कटक्क खान्थ्यो, विदेशको उन्नति देख्दाखेरि आफ्नो देशमा पनि यस्तै भयो हुन्थ्यो भन्ने लाग्थ्यो। फर्केर आयौँ, यहाँ लगानी गऱ्यौँ, के गऱ्यौँ, हाम्रो लगानी सबै डुब्यो। हामीले यहाँ कुनै हैसियत पनि पाएनौँ। कतिलाई त डिप्रेसन भएछ। मुलुक बनाउन भनेर उनीहरू फर्केर नेपाल आए, तर यहाँ केही भएन, कसैले केही दिएन। डिप्रेसन जो यो काण्ड भयो, यो बाली बाढी यति त नहुनु पर्ने हो नि। नदी जुन बाट बगिरहेको थियो त त्यो त जहिले पनि त बगिरहेकै थियो। त्यसको धारहरूलाई चेन्ज नगरिदिएको भए, माटोहरू नखनिदिएको भए, पहाडका डाँडाहरू खनेर नबेचेको भए, जङ्गलहरू जस्ताको तस्तै राखेको भए, त्यो त यस्तो त हुने, यति काल त अकाल त हुने थिएन नि। पालिकाका जग्गै बेचिदिनु पर्ने, सुकुम्बासी राख्नुपर्ने, गर्नुपर्ने। मान्छे पनि के हो मलाई अचम्म लागेको, किन खोलाको छेउमा बसेको भने? खोलाले त बगाउँछ, मान्छे किन बसेको त्यहाँ खोलामा गएर? उनीहरूले दिएर भने भन्दैमा महाराजहरूले दिए जस्तो अर्डर गरिदिए जस्तो खोलामा चाहिँ किन बसेको? सालसालै त बगाइरहेछ किन गरे?